3084 मेम्बर्स हुनुहुन्छ। एनआरएनए नेपाल र नेपाली डायस्पोराको एउटा ब्रिज बनाउन सुरु गरेको संस्था हो, तर यसमा हामी नेपाली डायस्पोराको धेरै इङ्गेजमेन्ट देखिँदैन। एउटा यस्तो आर्गुमेन्ट चाहिँ एनआरएनएमा पोलिटिकल इन्भल्भमेन्ट धेरै छ भनेर बुझिन्छ। मेरो प्रश्न चाहिँ यो पोलिटिकल इन्भल्भमेन्टले डायस्पोराहरूलाई इङ्गेज गराउन कुन हदसम्म अफेक्ट गरेको छ र एनआरएनएले डायस्पोरा पार्टिसिपेसन र इन्भल्भमेन्ट बढाउनको लागि कस्तो कन्क्रिट स्टेप्स लिइरहेका छन्? धन्यवाद। आइआइटिएच इन्टरेक्सन र अपर्च्युनिटीको लागि राष्ट्रिय नेपाली सङ्घको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। लाहोर र लाहोरबाट सुरुवात भएको प्रवासीहरूको यात्रा 2003 सालमा प्रवासमा रहेका नेपालीहरूको हकहितका लागि काम गर्ने उद्देश्यसहित राष्ट्रिय नेपाली सङ्घको स्थापना भयो। अगाडि यही सम्मानित सभामा हामीले हेऱ्यौँ। आज हामीले सेसन सुरु गर्ने बेलामा रहेको 300+ नम्बर आज साँझसम्ममा त्यो 2300+ हुनेछ र त्यही नम्बरले पठाएको रेमिटेन्स 5 करोडबाट 85 करोड हुनेछ। अझै 18वटा अन्तर्राष्ट्रिय क्यारियरहरूले अब बाँकी मान्छेहरूलाई विश्वका विभिन्न गन्तव्यमा पुर्याउनेछन् र हाम्रो देशको यथार्थ यही समुदायलाई जोड्ने उद्देश्यसहित हामीले 2003 सालमा राष्ट्रिय नेपालीको स्थापना गऱ्यौँ र संस्थागत रूपमा आज हामी संसारका 90भन्दा बढी देशमा छौँ जहाँ सरकारको उपस्थिति फिजिकल्ली 40 देशमा छ भने अरू हिसाबले सरकारको छैन भन्न खोज्यो भने हाम्रा कतिपय नियोगहरू त्यति देशमा छन्। राष्ट्रिय नेपाली सङ्घले 90 देशमा चाहिँ आधिकारिक सञ्जाल स्थापना गरेर प्रवासमा रहेका नेपालीको हकका लागि काम गरिरहेको अवस्था छ। अगाडि धेरै विषयहरू मभन्दा पूर्वका साथीहरू उठाउनुभयो। हामीले यो राष्ट्रिय नेपाली सङ्घ भनेको डायस्पोराका सबै नेपालीहरू अट्न सक्ने त्यो प्रावधान पनि नेपालको संविधानले पनि व्यवस्था गर्दैन, हाम्रो विधानले पनि त्यसलाई छुट दिँदैन। नेपाल सरकारको विधानअनुसार पनि कूटनीतिक नियोग बाहेक कूटनीतिक नियोगमा काम गर्ने बाहेक र विद्यार्थी भिसामा रहेका बाहेकका र 7 राष्ट्रभन्दा बाहिर रहेका डायस्पोराका नेपालीहरूलाई मात्र हामीले राष्ट्रिय नेपाली भन्न सक्छौँ भन्ने व्यवस्था छ। यद्यपि कुनै पनि सङ्गठनमा पञ्जीकृत सदस्य हुन, संस्थागत सदस्य हुनका लागि संस्थाको आफ्नै विधान छ। त्यो कारणले पनि यहाँले उठाउनु भएको 53,00,000 जुन मेम्बर छ त्यो भनेको हाम्रा संस्थाका पञ्जीकृत सदस्यहरू। त्यो नम्बरलाई म फेरि पनि यहाँलाई विनम्र साथ चेन्ज गर्नका लागि अनुरोध गर्छु। त्यो 1,00,000भन्दा बढीको सङ्ख्यामा हामी सदस्य छौँ र यो सङ्ख्या हाम्रो एप्रोच पनि पुगिसकेको छैन र त्यसले अझै यो समग्र प्रवासमा नेपालीहरूको हकहितमा काम गर्ने सङ्गठन निर्माण गर्ने कुरामा राष्ट्रिय नेपाली सङ्घ प्रतिबद्ध छ र हामी त्यसमा लागिरहेका छौँ र त्यही प्रवासमा बस्ने नेपालीहरूको हकहित र हामीले सिकेको सिप र पुँजीलाई फेरि नेपालमा ल्याउनुपर्छ भन्ने उद्देश्यसहित निर्माण स्थापना भएको संस्थालाई एउटा समृद्ध नेपालको एउटा चाहिँ भरपर्दो साझेदारको रूपमा अगाडि लाने कुरामा हामी प्रतिबद्ध छौँ। र यहाँले उठाउनु भएको विषय यहाँ कहीँ यो पोलिटिकल चाहिँ इन्फ्लुएन्स यो संस्थामा बढी भयो, त्यो कारणले पनि सबै डायस्पोराका नेपालीहरू यसमा जोडिएनन् कि भन्ने क्वेसन जहाँसम्म छ। म 20 वर्ष म 1996 को जुलाईमा म विद्यार्थी जीवनमा अत्यन्तै सक्रिय एउटा सङ्गठनको राजनीतिक लिडरको रूपमा यो ठाउँमा थिएँ। म फर्दर स्टडीका लागि यहाँबाट 1990 आजभन्दा 28 वर्ष पहिले म स्विजरल्यान्ड गएँ। हामी यही संस्कार र संस्कृतिमा हुर्किएर विश्वका विभिन्न देशमा अवसरको खोजीमा छौँ र त्यहाँ पुगेपछि नै हामी नेपालको राजनीति, नेपालको अर्थतन्त्र, नेपाली समाजसँग टाढा छैनौँ र त्यो यो संस्था जुन स्थापना भइसकेपछि हामीले यसलाई भावनात्मक रूपमा कसरी सबैको साझा सङ्गठन बनाउन सकिन्छ भन्ने हिसाबले सङ्गठनको विस्तारमा हामीले संस्थागत रूपमा यो कानुनी रूपमा भन्दा पनि भावनात्मक रूपमा जोड्ने हिसाबले अगाडि लाग्यौँ र संस्थालाई बाँधेर विधानले बाँधेर लानु पर्थ्यो। हामी त्यसमा लागेनौँ। सायद यो तथ्याङ्कले पनि भन्छ छोटो समयमा यो डायस्पोरामा सबैभन्दा ठुलो अर्गनाइजेसन हो संसारमा जुन आज राष्ट्रिय नेपाली